हरिओम सम्पूर्णमा आज हामी गाईको मुख जस्तो आसनको बारेमा कुरा गर्न गइरहेका छौँ। त्यो आसनको नाम हो गौमुख आसन। कसरी गर्ने भनेर भिडियोलाई पुरा हेर्नुभयो भने हजुरले बुझ्नुहुनेछ। आसनमा बस्दा सामान्य र गहिरो श्वास प्रश्वास गर्नुहोस्। श्वास लिँदा शरीरलाई शान्त राख्नुहोस् र श्वास छोड्दा शरीरको तनाव हटिरहेको अनुभव गर्नुहोला। यदि हजुरको काँध र हातमा कडापन भएको छ, पाचन प्रणालीमा गडबडी छ र लामो समय एकै ठाउँमा बस्न सक्नु हुँदैन भने यो गर्नुहोला। हजुर कम्प्युटर इन्जिनियर हुनुहुन्छ या टेबलमा बसेर धेरै काम गर्न पर्ने हुन्छ भने पनि यो गर्नुहोला। तर हजुरको हातमा घुँडामा कहीँ चोटपटक लागेको छ भने चाहिँ नगर्नुहोला। यो आसन गर्नाले धेरै फाइदा मिल्नेछ। पाचन प्रणाली सुधार हुने, तनाव कम गर्ने जस्ता अनेकौं फाइदाहरू रहेका छन्। त्यही भएर बिहानको समय 1 मिनेट भए पनि यो आसन गर्नुहोला।